थाहा छ यो चाहिँ अहिलेको भाइरल अल्छी मोमो हो। यो मोमो बनाउनमा चाहिँ सबैभन्दा लास्ट मै होला। मैले चाहिँ यो मोमो बनाउनको लागि 2वटा अन्डालाई लिएको छु अनि थोरै नुन र प्याज हालेर मजाले घोलिसकेपछि यसको रोटीलाई बनाएर साइडमा राखिदिन्छु। अनि मैले त्यही कराईमा टमाटरलाई पनि पकाउनको लागि हालिदिएको छु। मैले चाहिँ टमाटर, खोर्सानी, प्याज, अदुवा लसुनको पेस्ट, बेसार, नुन र तेललाई हालेर राम्रोसँग पकाइदिएको छु। पकाइसकेपछि चाहिँ यसलाई मैले सेलाउनको लागि साइडमा राखिदिन्छु। अनि एउटा बोलमा चाहिँ प्याज, सोयाबिन, अघि पकाएर राखेको अन्डा, स्वाद अनुसार नुन, धुले खोर्सानी, तेल, मिट मसला र मोमो मसला, अजिनालाई हालेर यसको किमालाई मजाले मुसेर रेडी गरेको छु। अनि एउटा बटुकामा चाहिँ मैले पिठो र पानीलाई पनि रेडी गरेको छु। अनि अघिको किमालाई चाहिँ हातमा राखेर यसको सानो सानो बल बनाउने अनि माथिबाट पिठोलाई हालेर पानीमा डुबाइदिने अनि फेरि माथिबाट पिठोलाई हालेर पानीमा डुबाउने। यसरी नै 2-3 चोटि गरिसकेपछि चाहिँ यो बल बनेर रेडी हुन्छ। सबै बलहरू चाहिँ बनेर रेडी भइसकेपछि मैले यसलाई मोमोको भाँडामा राखेर 5-10 मिनेट स्टिमको लागि छोडिदिएको छु। यता मोमो स्टिम हुँदै गर्दा चाहिँ मैले मोमोसँग खानको लागि चटनीको तयारी गर्दैछु। मैले चाहिँ अघि पकाएर राखेको टमाटरमाथि हल्का तिल र नुनलाई हालेर मिक्सरमा पिसिदिएको छु अनि एउटा प्लेटमा खनाए। यति बेलासम्म चाहिँ हाम्रो अल्छी मोमो पनि पाकिसकेको थियो। अनि मैले त्यही अचार भएको प्लेटमा मोमोलाई हालेर रेडी गरेँ अनि मैले मेरो छोरीलाई खानको लागि दिएँ। ऊ चाहिँ यो मोमो देखेर स्कुलबाट आएर लुगा पनि नफेरिकन मोमो खान बसी। उसलाई चाहिँ यो मोमो एकदमै मिठो लाग्यो अरे। मलाई पनि यो मोमो एकदमै मिठो लाग्यो। तपाईहरु पनि घरमा एकचोटि बनाएर खान सक्नुहुन्छ।